त्यसैले हामी ओह्रालो लाग्यौँ साथीहरू। गाउँठाउँमा यस्तो छ है, यसरी भर्याङ सिडी टक 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 ओर्लेर हिँड्नुपर्ने हुन्छ। अब यो चाहिँ जे होस्, मैले अब एउटा मेरै आफ्नै सम्झनाको लागि मात्रै भनौँ कि या जसले अब मेरो फेसबुकतिर मेरो युट्युबतिर हेर्नुहुन्छ तपाईँहरूको लागि यो सिन्धुपाल्चोकको दुर्गम त भन्न मिलेन। यहाँ सबै कुरो बत्ती बाटो सबै छ, तर अलि व्यवस्थित छैन। अब यहाँ नेट पनि राम्ररी टिप्दैन रहेछ एनसिएलको, अनि एनटिसीको त ठिकै टिप्ने रहेछ। अब लगभग यहाँ पनि अब यो परिवर्तन त धेरै कुराहरू भइसकेको छ, तर पनि व्यवस्थित जुन परिवर्तन भएको कुरालाई चाहिँ अब व्यवस्थित भएको छैन। विशेष गरी यो व्यवस्थित गर्नको निमित्त चाहिँ म यहाँको स्थानीय सरकार लगायत नेपाल सरकारलाई विशेष ध्यान आकर्षण गराउनु हुन अनुरोध गर्न चाहन्छु। र जति पनि मेरो भिडियो हेरेर बसिरहनुभएका देश विदेशमा रहनुभएका मेरा भगवान रूपी साथी आमा बुबा दाजुभाइ दिदीबहिनीहरूलाई धेरै धेरै धन्यवाद। म काठमाडौँ फर्किन लागेको छु। यहाँ सिन्धुपाल्चोक जिल्लामा हामीले 2-3वटा विशेष केस लिएर आएको थियौँ। अब यतातिर धेरै किसिमका केसहरू रहेछन्, जुन ओल्झनका केसहरू। कसैलाई फैसला भयो, ल तिमीहरू डिभोर्स भयो, छुट्टी भनेको छ, तिमीले केही पनि पाउँदैन भन्दै अब यत्तिकै डिभोर्स गराएर फर्काउने। कसैको अब सुन लिदिने, सुन लिएकै छैन भनेर टारिदिने, अनि सोझा साझा जनतालाई थर्काएर त्रासमा राखेर धाक धम्कीले चलिरहेको विषयलाई चाहिँ हामीले भण्डाफोर गर्न र सूचीकृत गर्नको निमित्त हामी यो जिल्लामा आएको थियौँ। अब हामीले सम अफ द कामहरू सकायौँ र हामीले केही फुटेजहरू सङ्कलन गरेछौँ, जुन फुटेजहरू हामी सार्वजनिक खबर प्रणाली र सार्वजनिक टेलिभिजनमा प्रसारण गर्नेछौँ। तपाईँहरूले हेरेर प्रतिक्रिया गर्नुहोला। अब यस्ता भनौँ न आफ्नै गाउँठाउँका आफ्नै दाजुभाइ दिदीबहिनीहरूलाई ठग लगायत दलालहरूको लागि चाहिँ कस्तो कदम चाल्दा हुन्छ नेपाली सरकारले, स्थानीय सरकारले भन्ने कुराहरू चाहिँ तपाईँहरूले यहाँ कमेन्टमा राखिदिनु होला। हाम्रो यो भिडियोको कमेन्टमा होइन, त्यहाँ सार्वजनिक खबर प्रणाली र सार्वजनिक टेलिभिजनमा हामीले हालेको भिडियोमा गएर कमेन्ट गरिदिनु होला। किनभनेदेखि तपाईँको एक कमेन्ट नै हाम्रो लागि सूचीकृत हो र हाम्रो यो भिडियो चाहिँ तपाईँहरूलाई एउटा नहोस्, यस्ता कुराहरू नहोस्। यदि तपाईँहरूमा नै यस्ता कुराहरू छन् भने तपाईँहरूले ढुक्क भएर हाम्रो पेजमै आएर राख्न सक्नुहुन्छ आफ्नो गुनासो, जिज्ञासा, आफ्नो समस्याहरू, अथवा हामीलाई डाइरेक्ट सम्पर्क गर्न सक्नुहुन्छ। यहाँ तपाईँको के भइरहेछ, त्यहाँ के भइरहेछ, यो के हो त्यो के हो भन्ने कुरा चाहिँ हामीले अब स्पष्ट तपाईँहरूलाई छर्लङ्गै राखिदिनेछौँ। सक्दो भिडियोलाई सेयर गरेर मेरो पनि अलिकति खतरा बनाइदिनु होला। मैले बनाएको भिडियोहरूलाई पनि अलिकति ठाउँमा पुर्याइदिनु होला। मेरो आवाजलाई भन्दा पनि यो ठाउँको परिवर्तनको लागि बनाइएको भिडियो हो। यो मेरो फेसबुकमा 2-4 हजार भ्युज आएर, युट्युबमा 2-4 हजार भ्युज आएर पैसा कमाउने उद्देश्यले बनाएको भिडियो चाहिँ होइन। देश विदेशमा रहनुभएका साथीहरू जो चाहिँ यो सिन्धुपाल्चोकमा आउनु भएको छैन, उहाँहरूको लागि चाहिँ कस्तो रहेछ त सिन्धुपाल्चोकको गाउँ, हिमाल पहाड, हिमाल त यहाँ अब छैन, यहाँ जुगल हिमाल अलि माथि नै छ, पहाड, अनि यो गाउँको बाटो, यो बाटोको विषयमा हामीले राख्न पनि पायौँ र साथीहरूले हेर्न पनि पायौँ। त्यसैको लागि यो भिडियो हो। सक्दो सेयर गरिदिनु होला र मिठो कमेन्ट गर्नु होला। अन्त्यमा के भन्न चाहन्छु भन्दाखेरि मेरो आजभोलि फेसबुकमा चाहिँ यो धुन्धुकारीहरू के काहीँ नबिकेको, काहीँ नटिकेको होइन, अब त्यो कसैले नपत्याएको, तर फेसबुकले चाहिँ अब पत्याएकी क्या हो भनेर होइन आएर नानाभाती गर्ने कमेन्ट गर्ने धुन्धुकारीहरूलाई म एउटै अनुरोध गर्न चाहन्छु, गर कमेन्ट गर, तर विचार गर। आज नभए भोलि, भोलि नभए पर्सि, एक न एक दिन तिम्रो पनि पालो हुन्छ। ढाड कसरी भात्नुपर्छ त्यो मलाई राम्रोसँग थाहा छ, र तिम्रो के गर्नुपर्छ, तिमीलाई कस्तो गर्यो भने तिम्रो सातो जान्छ र झाँक्री प्रकाश भुजेल बोलाएर होइन तिम्रो सातो बोलाउनु पर्ने हुन्छ, त्यो हामीलाई राम्रोसँग थाहा छ। तिम्रो सातो बोलाउनको लागि हामीले यो ल्याङ कमेन्ट गर्नेहरूलाई चाहिँ त्यो गएको सातो बोलाउनलाई प्रकाश भुजेलै बोलाउनु पर्ने हुन्छ है साथीहरू। ल हेर्नु त ल, अब डाँडा काँडा चाहिँ यस्तो छ है, हेर्नुहोस् यो ठाउँको होइन। अब हेर्नु न कति हरियाली, कति राम्रो छ जङ्गल होइन। ओहो, ओ माई गड, यहाँबाट मैले आँखाले हेर्दा चाहिँ राम्रो छ। मेरो अलिक क्यामेरा अलिक गतिलो छैन। बाटोहरू हेर्नुहोस्, यहाँ बाटोको छेउछाउमा भएको बारीहरू एकदम यहाँ उत्पादन पनि हुँदैछ। मकैको, विशेष गरी मकैको सिजन छ यति बेलामा, मकैहरू राम्रै भइरहेको रहेछ। त्यो मैले यो दृश्यमा मात्रै होइन, मैले खुद आँखाले देखिरहेको छु बनाउने क्रममा। मलाई पनि मजा आइरहेको छ क्या। अरू बेलामा भिडियो बनाउने बेलामा अब अलि दायाँ बायाँ हेर्ने ध्यान आकर्षण हुँदैन थियो। अहिले भिडियो बनाउने बेलामा चाहिँ कमसेकम दायाँ पनि हरियाली, बायाँ पनि हरियाली, यता हेरे डाँडा, उता हेरे डाँडा। तर हामी यहाँनिर जे होस् बिचमा एकदम उयो भइरहेछ। अब यो रोड पनि मैले अघिल्लो भिडियोमा विद्यार्थीहरूको लागि
रोडको विषय राखेको थिएँ। अब अहिले विद्यार्थीहरू मात्र नभएर अब यो स्थानीय सरकार के स्थानीय निकाय अब यो सम्बन्धित जो हुनुहुन्छ यो अब सडक सम्बन्धित होइन, यसमा चाहिँ अलिकति सुदृढीकरण गरिदिएको भए अब यो ढुङ्गा राखेको त ठिक छ, यो चिप्लिँदैन होइन, अब यसमा सर र अब यसो ग्राभलिङ स्ल्याभलिङ गरेर पिच गर्ने वातावरण गरिदिएको भए अझ सुनमा सुगन्ध हुन्थ्यो होला है। यही भिडियो मार्फतबाट म विशेष ध्यान आकर्षण गराउन चाहे सम्बन्धित निकायलाई। र सँगसँगै अब धेरै नबोलौँ होला, अब हामी सिधै उ त्यो गाउँमा जाँदैछौँ। तल हेर्नुहोस् है, त्यो तल बजार, त्यो चाहिँ कात्तिके बजार भन्ने ठाउँ हो। त्यो बजारमा जाँदैछौँ हामी। त्यो बजारमा पुग्नुभन्दा अगाडिका केही दृश्यहरू कैद गर्नेछु। एकैचोटि सबै कुराहरू नराखिहालौँ होला, चिनी पनि धेरै खायो भने तितो हुन्छ भने जस्तै यो भिडियो पनि धेरै बोल्यो र धेरै लामो भिडियोमा चाहिँ अलि मजा नआउला होइन। अब हल्का केही फुटेजहरू हालेर म तपाईँहरू समक्ष पेस गर्नेछु है त।